क्रोएसियामा वैदेशिक रोजगारीका लागि नेपालबाट जाने प्रक्रिया पूर्णतया कानुनी, व्यवस्थित र पारदर्शी हुनुपर्छ, जसका लागि सबैभन्दा पहिले क्रोएसियाको कुनै पनि आधिकारिक रोजगारदाता कम्पनीबाट कानुनी रूपमा प्रमाणित रोजगार सम्झौता वा जागिरको प्रस्ताव प्राप्त गर्नुपर्ने हुन्छ, किनभने कुनै पनि कामदारले सिधै आफै वर्क पर्मिटका लागि आवेदन दिन सक्दैनन् र यसका लागि क्रोएसियाली कम्पनीले नै त्यहाँको श्रम बजार परीक्षण गराएर स्थानीय प्रहरी वा गृह मन्त्रालयको कार्यालयमा वर्क एन्ड रेजिडेन्स पर्मिटका लागि प्रक्रिया अगाडि बढाए। यस्तो प्रक्रियामा संलग्न हुनका लागि नेपाली नागरिकहरूले नेपालबाटै आफ्नो शैक्षिक योग्यताका कागजातहरू, राहदानी, प्रहरी चारित्रिक प्रमाणपत्र लगायतका आवश्यक कागजातहरू सम्बन्धित निकायबाट प्रमाणीकरण गराएर तयार राख्नुपर्छ र कम्पनीबाट स्वीकृति प्राप्त भएपछि नेपालस्थित क्रोएसियाको प्रतिनिधित्व गर्ने आधिकारिक राजदूतावास वा कन्सुलर कार्यालय मार्फत भिसाको प्रक्रिया पूरा गर्नुपर्छ। क्रोएसियामा नेपाली कामदारहरूको लागि मुख्य रूपमा निर्माण क्षेत्र, कृषि, होटल तथा हस्पिटालिटी, पर्यटन, उत्पादन र सरसफाई जस्ता विभिन्न क्षेत्रहरूमा ठूलो सङ्ख्यामा माग हुने गरेको पाइन्छ, जहाँ काम गर्ने निश्चित समय सीमा तोकिएको हुन्छ र सामान्यतया हप्ताको 40 घण्टा काम गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ भने निर्धारित समयभन्दा बढी काम गर्नु परेमा ओभरटाइम भत्ताको समेत व्यवस्था गरिएको हुन्छ। त्यहाँको तलबको विषयमा कुरा गर्दा क्रोएसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकको आधारमा मासिक आम्दानी कर कटौती पश्चात करिब 1000 युरोदेखि 1500 युरोसम्म हुन सक्छ, जुन नेपाली मुद्रामा रूपान्तरण गर्दा लगभग 1.5 लाखदेखि 2.25 लाख रुपियाँ वा सोभन्दा बढी पुग्न जान्छ र यसरी आर्जन गरिएको रकममा काम गर्ने क्षेत्र र कम्पनीको प्रकृति अनुसार केही फेरबदल हुन सक्छ। कामदारहरूका लागि खाना र बस्ने सुविधाको सम्बन्धमा अधिकांश रोजगारदाता कम्पनीहरूले नै आवास र खानाको प्रबन्ध मिलाउने गर्दछन् वा कतिपय अवस्थामा यस बापतको निश्चित रकम मासिक तलबबाट समायोजन वा कटौती गर्ने गरिन्छ, जुन रोजगार सम्झौतामा स्पष्ट रूपमा उल्लेख गरिएको हुन्छ र कामदारले कम्पनीकै कार्यस्थलमा वा तोकिएको शाखामा रहेर काम गर्नुपर्छ। वैदेशिक रोजगारीको यो सम्पूर्ण यात्रामा लाग्ने खर्चको विषयमा सचेत हुनुपर्ने हुँदा नेपालमा वैदेशिक रोजगार विभागबाट इजाजत पत्र प्राप्त म्यानपावर कम्पनीहरू मार्फत मात्र प्रक्रिया अगाडि बढाउनु बुद्धिमानी हुन्छ, जसमा भिसा शुल्क, हवाई टिकट, चिकित्सा परीक्षण र सेवा शुल्कहरू समावेश हुन्छन् र यसको वास्तविक समय कागजातको प्रमाणीकरण र दूतावासको कार्यशैलीमा निर्भर गर्ने हुनाले केही महिनासम्मको समय लाग्न सक्छ। त्यसैले कुनै पनि भ्रामक जानकारी वा अवैध एजेन्टहरूको पछि नलागी क्रोएसियाको गृह मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका आधिकारिक वेबसाइटहरूमा उल्लेख गरिएका आधिकारिक नियमहरूलाई मात्र आधार मानेर आफ्नो कानुनी प्रक्रिया अगाडि बढाउनुपर्छ। क्रोएसियाको मौसम र ऋतुहरूको अवस्था नेपालसँग तुलना गर्दा निकै फरक र रोचक पाइन्छ, जहाँ नेपालमा जस्तै मुख्यतया 4वटा ऋतुहरू हुन्छन्, तर तापमान र वर्षाको समय नेपालको भन्दा भिन्न रहने गर्दछ। त्यहाँ वसन्त ऋतु मार्चदेखि मे महिनासम्म हुन्छ, जुन समयमा मौसम क्रमशः न्यानो हुन थाल्छ, रुखहरूमा पालुवा पलाउने र फूलहरू फुल्ने हुँदा यो नेपालको फागुन चैतको जस्तै रमाइलो समय मानिन्छ। त्यसपछि आउने ग्रीष्म ऋतु वा गर्मी जुनदेखि अगस्तसम्म हुन्छ, जसमा विशेष गरी तटीय क्षेत्रमा तापक्रम 30 देखि 35 डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्छ र नेपालको जस्तै गर्मी महसुस भए तापनि त्यहाँको हावापानीमा केही सुक्खापन बढी हुन्छ। शरद ऋतु सेप्टेम्बरदेखि नोभेम्बरसम्म रहने गर्दछ, जसमा रुखका पातहरू पहेँलिएर झर्न थाल्छन् र चिसो बिस्तारै बढ्दै जान्छ, जुन नेपालको दशैं तिहारको छेउछाउको जस्तै हल्का चिसो र रमाइलो मौसम हो। हिउँद ऋतु वा जाडो डिसेम्बरदेखि फेब्रुअरीसम्म हुन्छ, जसमा अत्यधिक चिसो हुने हुँदा हिमाली तथा भित्री भूभागहरूमा तापक्रम माइनसमा झर्छ र नेपालको हिमाली क्षेत्रमा जस्तै बाक्लो हिउँ झर्ने गर्दछ, जसकारण चिसोबाट बच्न विशेष न्यानो लुगाहरू अनिवार्य लगाउनुपर्छ। नेपालसँग मौसमको तुलना गर्दा नेपालमा मनसुनको समयमा अत्यधिक मुसलधारे पानी पर्छ भने क्रोएसियामा वर्षभरि नै फाटफुट्ट पानी पर्ने गर्छ, तर नेपालको जस्तो ठूलो बर्खा हुँदैन। जाडोको कुरा गर्दा क्रोएसियामा जाडोयाममा नेपालको अधिकांश शहरी क्षेत्रको तुलनामा धेरै नै बढी चिसो हुन्छ र हिउँ पनि अत्यधिक मात्रामा पर्छ। गर्मीको मामलामा नेपालको तराईको जस्तो अत्यधिक उकुसमुकुस हुने गर्मीभन्दा क्रोएसियाको गर्मी केही सन्तुलित र सहन सकिने किसिमको हुन्छ, जसले गर्दा त्यहाँको हावापानी बुझेर जाँदा काम गर्न र बस्न सहज हुन्छ।